आज चाहिँ म कक्षा 10 को होइन सम्म भन्ने जुन हाम्रो लेसन छ यसबाट चाहिँ हजुरहरूलाई चाहिँ मैले जति पनि सेटमा युज हुने फर्मुलाहरू हुन्छ इम्पोर्टेन्ट फर्मुलाहरू चाहिँ म सर यसलाई डिस्क्राइब गर्नेछु है त। यो चाहिँ विशेष गरी क्लास 10 मा अध्ययनरत भाइ बहिनीहरूको लागि चाहिँ यो भिडियो चाहिँ उपयोगी र महत्त्वपूर्ण हुनेवाला छ। आजको भिडियो चाहिँ एकचोटि ध्यान दिएर हेरिदिनु होला है त। तपाईँको जस्तै क्लास 10 मा चाहिँ हामीले जुन यो 8 मा 9 मा अलरेडी पढिसकेका छौँ है, र त्यही फर्मुलाबाट चाहिँ हामी यो भेन डायग्रामबाट नै फर्मुलाहरू चाहिँ बनाउन मिल्छ, जसमा चाहिँ तपाईँको विशेष गरी अब यो सेट जुन छ, अब यो माथिको चाहिँ हाम्रो नम्बर अफ युनिभर्सल सेट भन्छ। युनिभर्सल सेटभित्र चाहिँ हाम्रो ए सेट र बी सेट चाहिँ ओभरल्याप भएको छ है त। र यसैबाट चाहिँ हामीले जति पनि इम्पोर्टेन्ट फर्मुलाहरू छ त्योलाई हामीले बनाउन सक्छौँ। जस्तै तपाईँको सेट ए र सेट बी चाहिँ ओभरल्याप भएको जुन यो बिचको भाग छ होइन, यो चाहिँ मिल्ने भाग भनौँ, र ए र बीको चाहिँ दुवैको चाहिँ मिल्ने ओभरल्याप भएको भाग, यसलाई चाहिँ हामीले के भन्न सक्छौँ भन्दाखेरि नम्बर अफ ए इन्टरसेक्सन बी भनेर यसलाई बुझ्नुपर्ने हुन्छ हामीले। हजुरहरूले के बुझ्नु पऱ्यो भने यो बिचको भागलाई जुन चाहिँ ए को पनि पऱ्यो बीको पनि पऱ्यो, दुवैको साझा भाग कमन एरिया होइन, यसलाई चाहिँ ए इन्टरसेक्सन बी भनेर पनि हामीले बुझ्छौँ। त्यसै गरी अर्को भाग चाहिँ जुन अब हामीले यो बी सेट छ, जुन बी सेटलाई मात्रै, बी सेट भन्दाखेरि चाहिँ यो पुरै भाग मैले जुन पेनले हजुरहरूलाई देखाइरहेको छु, यो पुरै भाग मैले देखाएँ, पुरै चाहिँ बी सेट भनेर बुझौँ। यसलाई चाहिँ नम्बर अफ बी भनेर भन्छौँ है त। नम्बर अफ बी जस्तो अलिक देखिएन कि हो, मसँग यो क्यामेरा राख्ने स्ट्यान्ड छैन, त्यस्तो इफेक्टिभ नहोला जस्तो छ भिडियो, तर मैले आज ट्राई गरेँ। अनि त्यसै गरी यतापट्टि चाहिँ तपाईँको नम्बर अफ ए भन्छौँ, जुन चाहिँ यो पुरै भागलाई बुझ्नुपर्ने हुन्छ तपाईँले। यो पुरै भाग चाहिँ नम्बर अफ ए भनेर चिन्छौँ। अब त्यसै गरी यो भित्री भाग छ जुन, यसलाई चाहिँ ओन्ली वान ए है, ओन्ली वान ए, र यतापट्टिको ओन्ली वान बी भनेर बुझ्नु पऱ्यो। र कतिपय विद्यार्थी भाइ बहिनीहरूले उहाँहरूले चाहिँ यो कुराहरू बुझ्नु भएको हुँदैन। यो नम्बर अफ ए र ओन्ली वान ए, नम्बर अफ बी र ओन्ली वान बी चाहिँ सेमै हो भन्ने जस्तो तरिकाले बुझिरहनु भएको हुन्छ। यसमा चाहिँ फरक छ है त। यो कसरी फरक छ भन्दाखेरि नम्बर अफ बी भन्यो भने चाहिँ यो पुरै पऱ्यो, अनि त्यसपछि नम्बर अफ ए भन्यो भने चाहिँ यो पुरै पऱ्यो है त। अनि ओन्ली वान बी भन्यो भने चाहिँ यो भित्री भाग, ओन्ली वान ए भन्यो भने चाहिँ यो भित्री भाग मात्रै पर्छ। भित्री भन्नाले यो जुन हाम्रो कमन एरिया जुन ए इन्टरसेक्सन बी हटाएर बाँकी बसेको यो खाली भाग, र यो ए इन्टरसेक्सन बी हटाएर बाँकी बसेको खाली भाग, बचेको भागलाई चाहिँ हामी यतापट्टिको ओन्ली वान बी, यतापट्टिको ओन्ली वान ए भनेर भन्छौँ। र अघि नै मैले भने यो भेन डायग्राम हो, भेन चित्र नेपाली भन्नुपर्दा तपाईँको भेन चित्र, भेन डायग्राम पनि भन्छौँ होइन, भेन डायग्राम। तपाईँको यो भेन डायग्राम र भेन चित्र जुन छ हाम्रो यो भनेको चाहिँ तपाईँको यहाँनिर नम्बर अफ युनिभर्सल सेट भयो, यो भेन चित्र हाम्रो यो भित्र पर्ने ए र बी चाहिँ सेट ए र सेट बी चाहिँ पर्छ, र यो जति पनि एरियाहरू छ यो सबै चाहिँ युनिभर्सल सेटले कभर गर्छ। यो युनिभर्सल सेट भनेको चाहिँ यहाँभित्र जति पनि आउने सेटहरू छन् त्यो सबै सेटलाई चाहिँ हामी युनिभर्सल सेट भनेर भन्छौँ। र त्यसपछि आएर यो ए बी सेट सबै परिसकेपछि अब त्यसै गरी मैले यसलाई लेख्नुपर्ने हुन्छ हजुरहरूको यो दुइटै सेटलाई होइन। अब यो दुइटै सेट भनेको यो पुरै पऱ्यो, यो पुरै पऱ्यो, यो बिचको भाग पनि पऱ्यो, यसलाई चाहिँ हामी के भन्छौँ त, नम्बर अफ ए युनियन बी भनेर भन्छौँ। यसको मिनिङ चाहिँ के हो भने यो जुन दुईवटा देख्नु भएको छ, यो तिनटै, योभन्दा बाहिरको भागहरू चाहिँ होइन कि ए र बी को जति पनि एरिया छ त्यसलाई चाहिँ नम्बर अफ ए युनियन बी भनेर भन्छौँ है त। त्यसै गरी अब यतापट्टिको जुन अब योभन्दा बाँकी नम्बर अफ ए युनियन बी भन्दा बाहेकको जुन यो ब्ल्याङ्क एरिया छ, यो चाहिँ के हो भन्दाखेरि तपाईँको मैले एरोले देखाएँ, यो खाली एरियालाई चाहिँ नम्बर अफ ए युनियन बी कम्प्लिमेन्ट भनेर बुझ्छौँ। कम्प्लिमेन्टको अर्थ चाहिँ बाहेक है, भन्नुको अर्थ यो भेन चित्र जुन छ युनिभर्सल सेटभित्र रहेको ए युनियन बी भन्दा बाहेक, यो भन्दा बाहेक कुन छ त, यो खाली भाग छ भन्ने कुरा जनाउँछ। जस्तै कुनै कक्षामा तपाईँहरूलाई पढाइरहनु भएको कुनै एकजना शिक्षक हुनुहुन्छ भने शिक्षकभन्दा बाहेक भनेर भन्नुभयो भने त्यो क्लासभित्र को बाँकी बसिन्छ त, बोइज र गर्ल्स स्टुडेन्टहरू बाँकी रहन्छ। त्यसै गरी ए युनियन बी कम्प्लिमेन्ट भन्नुको अर्थ चाहिँ के हो भने योभन्दा बाहेक के बाँकी बस्यो त, यो बाँकी बस्यो भनेर बुझिन्छ है त। अब त्यसै गरी अब यहाँबाट यति कुरा चाहिँ तपाईँले प्रश्न बुझ्नु भयो भने यहाँबाट तपाईँले आफैले सूत्र बनाउन सक्नुहुन्छ है त। अब जस्तै सर्वप्रथम चाहिँ नम्बर अफ ए युनियन बीको फर्मुला म आफै क्रिएट गर्छु। ए युनियन बी भन्ने बित्तिकै तपाईँले यो खाली एरियामा जानु भएन, यो भित्री भागलाई मात्र हेर्नु पऱ्यो, यसलाई हेर्नु पऱ्यो, यसलाई हेर्नु पऱ्यो, र यसलाई हेर्नु पऱ्यो। यो तिनवटा कुरालाई मिलाएर चाहिँ फर्मुला बन्छ। तपाईँको जस्तै ओन्ली वान एलाई
प्लस गर्नु पर्यो, त्यसै गरी ओन्ली वान बीलाई पनि प्लस गर्नु पर्यो हैन। यो प्लस भयो, त्यसै गरी यहाँ ब्ल्याङ्क एरिया छ जुन, अब यसलाई पनि प्लस गर्दाखेरि चाहिँ हाम्रो के हुन्छ त, नम्बर अफ ए इन्टरसेक्सन बी गरेर चाहिँ फर्मुला कम्प्लिट हुन्छ है। त्यसै गरी अर गरेँ मैले, अब यसमा चाहिँ तपाईँको नम्बर अफ ए युनियन बीको फर्मुला क्रिएसन आफै भयो, यो कन्ट गर्नै परेन, तपाईँहरूलाई सजिलो भयो। जस्तै अघि मैले भने ए युनियन बी भनेपछि यति मात्रै बुझ्नुहोस्, योभन्दा बाहिर जानु परेन। यहाँ जति पनि छ ओन्ली वान एलाई पनि जोड्नु पर्यो, अनि त्यसपछि ओन्ली वान बीलाई पनि जोड्नु पर्यो, अनि त्यसै गरी यो बिचको भागलाई नम्बर अफ ए इन्टरसेक्सन बीलाई पनि जोड्नु पर्यो। अनि त्यसपछि होइन, त्यसपछि अब अर्को फर्मुला पनि लेख्ने गर्नुभयो होला तपाईँहरूले, त्यसमा चाहिँ नम्बर अफ ए प्लस नम्बर अफ बी गऱ्यौँ। अब यति गरेर बुझ्नु पऱ्यो पहिला, नम्बर अफ ए र नम्बर अफ बी भने मैले यहाँ रफ तपाईँहरूलाई देखेँ, नम्बर अफ ए भने मैले यहाँ हो, यो हो, नम्बर अफ बी भन्दाखेरि ओभरल्याप भयो नि, यो बी भयो, यो दुइटै कुरा त आयो। अब दुइटै कुरा आउँदा नम्बर अफ ए भनेर लेख्दाखेरि नम्बर अफ ए मैले लिएँ, नम्बर अफ एलाई लिएँ, अनि फेरि यो एरिया आइसक्यो है त, यो एरिया छोपिसक्यो, कभर भइसक्यो। अब फेरि मैले अर्को मसिनोले रङ्ग्याइदिन्छु उतापट्टिको यसलाई चाहिँ यस्तो तरिकाले रङ्ग्याइदिन्छु बीलाई। यसरी रङ्ग्याउँदाखेरि एउटै कोठा चाहिँ दोहोऱ्याएर यसरी हेर्नु त, यो चाहिँ अलिक गाढा भयो नि, यो बिचको भाग गाढा भयो नि। यो किन गाढा भयो भन्दाखेरि यो भाग र यो भागलाई जोड्दाखेरि यो भाग चाहिँ दुईचोटि जोडियो भनेर बुझ्नु पऱ्यो। नम्बर अफ ए प्लस नम्बर अफ बी गर्दाखेरि चाहिँ यो भाग चाहिँ दुईचोटि जोडियो है त, दुईचोटि जोडियो भएर यहाँ चाहिँ के भयो त, अरू ठाउँमा भन्दा चाहिँ अलिकति यहाँनिर चाहिँ गाढा हुन पुग्यो। र यो गाढा हुनबाट चाहिँ अब हामीले के गर्नु पऱ्यो, एउटै कुरालाई दुईचोटि जोड्दाखेरि त धेरै आउने भयो। त्यही हुनाले गर्दाखेरि नम्बर अफ ए प्लस नम्बर अफ बी गरिसकेपछि हामीले यहाँबाट चाहिँ जुन यो गाढा भयो, यो गाढा भइसकेपछि यो ठाउँ चाहिँ दुईचोटि जोडियो, दुईचोटि जोडिएको भएको कारणले गर्दा एकचोटि चाहिँ घटाइदिनु पऱ्यो। नम्बर अफ ए इन्टरसेक्सन बीलाई चाहिँ घटाइदिनुहोस्। नम्बर अफ ए इन्टरसेक्सन बी घटाइसकेपछि बल्ल चाहिँ तपाईँको अब एक्ज्याक्टली चाहिँ हाम्रो यो फर्मुला बन्छ, किनभने नम्बर अफ ए प्लस नम्बर अफ बी हामीले एड गऱ्यौँ। अनि एड गरिसकेपछि तपाईँको मैले अघि भने यो भाग चाहिँ दुईचोटि जोडियो, ए भनेको यो भइहाल्यो, बी भनेको यो भइहाल्यो, ए गर्दा यो पुरै, फेरि बी गर्दा पुरै भनेपछि एकचोटि यो भाग आइहाल्यो, फेरि अर्कोचोटि गर्दा नि फेरि यही भाग आयो भने 2 टाइम्स आयो। 2 टाइम्स आउनाले गर्दाखेरि 1 टाइम्स चाहिँ हामीले के गर्नुपर्ने हुन्छ त, माइनस गरिदिनुपर्ने हुन्छ। यसरी सूत्र बन्छ है त बेसिकली। अब त्यसै गरी तपाईँहरूले अर्को के सम्झिनुहोस् भन्दाखेरि होइन, अर्को नम्बर अफ युनिभर्सल सेट भनौँ। युनिभर्सल सेट भनेको आँखा चिनेर लेखिदिँदा हुन्छ। युनिभर्सल भनेर तपाईँहरूले के बुझ्नु भएको भन्दा यो पुरै एरिया भनेर बुझ्नु भएको छ, यो पनि हो, यो पनि हो, यो पनि हो, यो पनि हो, यो सबै हो। यो भएका जति सबै कुराहरू चाहिँ युनिभर्सल सेटमै पर्छ र सबै कुरालाई हामीले जोड्नु पऱ्यो। जस्तै जोड्दाखेरि नम्बर अफ ओन्ली वान एलाई पनि जोड्नु पऱ्यो होइन, त्यसै गरी ओन्ली वान बीलाई पनि जोड्नु पऱ्यो। यो भाग पनि जोडेँ मैले, यो भाग पनि जोडेँ, अब यो बिचको भाग पनि जोड्नु पर्ला सायद। अनि यो बिचको भागलाई जोड्दाखेरि तपाईँहरूको नम्बर अफ ए इन्टरसेक्सन बीलाई पनि जोडेँ मैले है, ए इन्टरसेक्सन बीलाई पनि जोडेँ। अनि त्यसै गरी ए इन्टरसेक्सन बीलाई जोडिसकेपछि अब युनिभर्सल सेट त अघि भर्खर भने मैले सबै पर्छ भनेको थिएँ। अब के छुट्यो त, यो हाम्रो चाहिँ ए युनियन बी कम्प्लिमेन्ट, यो खाली भागलाई पनि जोड्नु पऱ्यो, किनभने यो युनिभर्सल भने त सबै हो, त्यही भएर खाली भागलाई पनि मैले यहाँनिर प्लस गरेँ। कसलाई प्लस गर्नु पऱ्यो भने नम्बर अफ ए युनियन बी कम्प्लिमेन्टलाई पनि प्लस गरेँ है त। यसरी यो फर्मुला भन्यो। अब अर्को तपाईँहरूले त्यसरी नै बनाउन सक्नुहुन्छ। जस्तै अघि नम्बर अफ ए प्लस नम्बर अफ बी, अनि मैले अघि भने यसरी जोड्दाखेरि दोहोरिने भयो, दोहोरिने बित्तिकै नम्बर अफ ए इन्टरसेक्सन बीलाई त घटाउनै पऱ्यो, यहाँ चाहिँ माइनस गरिदिने। र अर्को हाम्रो कम्प्लिमेन्ट पनि छ, युनिभर्सल भने त पुरै हो, त्यही भएर नम्बर अफ ए युनियन बी कम्प्लिमेन्टलाई पनि प्लस गरिदिनु है त। अब त्यसै गरी अब तपाईँले यो जुन कम्प्लिमेन्टको अर्थ बुझ्नु भइसकेपछि धेरै कुराहरू बन्छ यहाँनिर होइन, यसले धेरै कुराहरू चाहिँ थाहा हुन्छ। कम्प्लिमेन्ट भनेको अघि भने बाहेक भन्ने कुरा जनाउँछ। अब जस्तै गरी अरू फर्मुला पनि तपाईँले बनाउन सक्नुहुन्छ। जस्तै नम्बर अफ ए भन्यो भने तपाईँको नम्बर अफ ए भन्यो भने के गर्नु पऱ्यो, नम्बर अफ एमा चाहिँ ओन्ली वान ए पनि पर्ला। नम्बर अफ ए भने यहाँ हेर्नुहोस्, ओन्ली वान ए पनि पर्ला र यो भागको जुन ए इन्टरसेक्सन बी पनि पर्ला, त्यही भएर नम्बर अफ ए इन्टरसेक्सन बीलाई पनि प्लस गरिदिनु होला है त। मलाई अलिक अप्ठ्यारो भइरहेको छ यो आफैले क्यामेरा समातेर भिडियो बनाउँदैछु है। त्यसै गरी अब तपाईँले बीको पनि बनाउन सक्नुहुन्छ, बीको पनि बनाइदिनुहोस्। बीको पनि त्यस सिमिलरली ओन्ली वान बी होइन, ओन्ली वान बी प्लस नम्बर अफ ए इन्टरसेक्सन बी, यसरी बनाउन सक्नुभयो तपाईँले। अब त्यसै गरी अब भट्टाबाट आफैले फर्मुला क्रिएसन गर्न सक्नुहुन्छ। जस्तै अब के बनाउने त, अब हामीले
कुन चाहिँ फर्मुलालाई क्रिएसन गर्न सक्छौँ भन्दाखेरि जस्तै अब ओन्ली वान ए निकाल्नु पऱ्यो भने कहिलेकाहीँ ओन्ली वान ए निकाल्नु पनि पर्ने हुन्छ, क्वेसनले माग्छ ओन्ली वान ए भन्यो भने त अघि यो जुन ड्रइङमा हेर्नु ओन्ली वान ए भने यो मात्रै भाग पऱ्यो, यो जुन ए मात्रै भन्दाखेरि यति मात्रै भाग भनेर भनेको थिएँ मैले, यो भागलाई हटाएर यो मात्रै यति भाग चाहिँ के हो त हाम्रो ओन्ली वान ए हो। र ओन्ली वान ए निकाल्नु पऱ्यो भने चाहिँ नम्बर अफ एबाट चाहिँ के घटाउनु पऱ्यो त नम्बर अफ ए इन्टरसेक्सन बीलाई चाहिँ के गरिदिनु पऱ्यो घटाइदिनु पऱ्यो होइन। ओन्ली वान ए भने नम्बर अफ एमा चाहिँ ए इन्टरसेक्सन बी घटाइदिनु पऱ्यो। अनि त्यसै गरी ओन्ली वान बी निकाल्नु पऱ्यो भने नम्बर अफ बीबाट नम्बर अफ ए इन्टरसेक्सन बीलाई के गर्नु पऱ्यो घटाइदिनु पऱ्यो। यसरी चाहिँ गर्न सकिन्छ। र बाँकी यसबाट जति पनि बन्ने फर्मुलाहरू चाहिँ हजुरहरूले कमेन्ट गर्न सक्नुहुन्छ। र यसलाई मैले यस भिडियोलाई अझै पनि हाम्रो जुन एससी ओरिएन्टेड क्वेसन साथै फर्मुलाहरूलाई टु बी कन्टिन्यू गर्नेछु। हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो होला कमेन्ट गर्नु होला, कमेन्ट गर्न नबिर्सिनु होला है त।